यार के छ खबर सब सन्चेला मनी सन्देश अनि आज रियाक्सन भिडियो ल्याएको छु मेरो फर्स्ट रियाक्सन भिडियो केमा रिलेटेड छ भन्दा यो भनेको जेनजी आन्दोलनको फनी मुभमेन्ट वाला रियाक्सन भिडियो अब केटा हेरम सँगै बसेर हेरम कस्तो लाग्छ आफ्नो प्रतिक्रिया देऊ मैले आफ्नो प्रतिक्रिया दिन्छु जे चोरीले चोरे लुटिले लुटे पिटे खानले खाए अब भिडियो अगाडि हेरम धेरै नगरम भएको दि ल अगाडि हेरम भिडियो रियाक्सन भिडियो यहीमा रिलेटेड छ समयले थाहा भयो कति कमेडी हैन थाहा हाम्रो के डोल चोर्ने दिदी हुन् डल चोरेको होइन उसले लाना खोजिक्यो लैगयो दिँदै डल चोर बिचरा छोरी मान्छे भए डल चोर्न दिउँ न चोर चाहिँ बिचरा डल चोर्नु के भयो र भिडियो अगाडि हेरौँ है फिलहाल तो बहुत जा रहे हैं बुके छाड़ दे ये मैं कुर्सी चोर लाइसेंस दे देते यार और उनके ही ना पाया बेचारा डांस के तोरे उल्टे करे ओहे तो ममै मनी गर्न नाच दिन्थे यहाँ गए मनी नाच्थे गएर अलि नाच दिन्थे नजाने पनि नाच्थे के यहाँ गएर ओहो यार मलाई पुलिस बन्न मन थियो तर यस्तो छ के त पुलिस बन्ने तर एक दुई महिना बन्ने फेरि आउने के त्यस्तै रह त यस्तै उहाँको मनी पुलिस बन्न सक्ने छ नि म यहाँबाट बन्न पाएन के मनी अब तर काठमाडौँ बुटोलतिर गएपछि धेरै फाइदा रहेछ र पछि जान पर्छ हामी ल घर कतै हे 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 ए डान्स गर तर बे डर कर छैन अहिले जसले ड्रेस लाएर यसले त्यस्तो केही गरे जसले ड्रेस लाएर धेरै नराम्रो हरकत गरे नि त्यसलाई पुलिसले छोपिराखे के तर पहिला मैले के सोचेको थिएँ कि म नि जाना पापा मैले यस्तो लाउँछु ड्रेस रमाइलो गर्न हुन्थ्यो भन्ने भएको थियो तर पछि अहिले पुलिसले छोप्न लागेको थाहा पाएर नगएर ठिक गरे जस्तो लाग्यो म कतै गएन ठिक भयो तर यदि म कतै गएको मैले अलि झाप त पारिदिन्थेँ होला त्यही पनि झाप पारेमा त्यसै झाप पारिदिने क्या मैले माक्स लगाएर अलि नचिनीमा झाप हानिदिन्थेँ तर केटाहरूले खुले पनि झाप हान्दैन क्या झाप हान्न नि आउने यार तिमीलाई धेरै नम्बर मिस गरेमा लेडी डन्डे ओहो हाम्रो दिदी आइने यही थमेलमा यही छ दिदी यिनले गुडिया चोरेको होइन कसैले गुडिया चोरे भने चाहिँ यिनले गुडिया चोरेको होइन गुडियाले यिनलाई चोरेको भयो त्यो छोरी मान्छे कति खुट्टा तानेको खुट्टा नतान छोरी मान्छेको यार गुडिया चोरी त चोरी बिचरा एउटा इनर्जी हेर्ने कति उहाँ गइन् त चोरी तिमीहरू गएनौ चोर्न पाएनौ तेरो ताने खुट्टा ताने होला नि त भन्दैन त एउटै छोरी मान्छे त यिनी गइन् चोरी ल्यायो क्या यिनको लागि एक त गर्नुपर्छ केटा बिचारा यार एउटा गुडिया चोर्दैन छोरी मान्छे यस्तो गर्नु त होइन नि त कन्फिडेन्सै बस डर नि होइन कि चोर तँलाई चोर भयो नि थाहा भयो नि त्यही पनि डराइसिने कि म चोर होइन भन्छु नि तर एउटा कुरा भन्छ नि चोरको जो चोर उसकै ठुलो चोर भने जस्तो इक्जाम्पल थ्रु छ तर होइन यस्तो के डल चोरेर त्यसले जलाइदिन् भन्ने सुनेको थिएँ डल चोरेर जलाइदिन् यिनी त लान लाग्छ त फेरि जलाउनेमा त बाइकमा नचढ्नु पर्ने पहिले जलाइदिनु पर्ने तर ठ्याक्कै के भन्छ पुलिसले एउटा भन्छ नि त के शब्द आउँछ नि त ठ्याक्कै त्यस्तै मिल्छ के मलाई एउटा कुर्सी चाहिएको थियो यस्तो यस्तो भिडियो बनाउनु पर्यो सरी पछि बसेर एउटा कुर्सी चाहिएको थियो मलाई एउटा कुर्सी झाप हानिदिन्थेँ झाप हानिदिन्थेँ तर झाप चाहिँ हानिदिँदै म जति जे भने त्यो झाप चाहिँ नहान्नु होला जसो मैले त्यतिकै भन्छु इन्टरटेनमेन्ट लागि भन्छ झाप चाहिँ कसैको केही चोरेर केही काम छैन चोरेर काम केही हुँदैन जे सक्यो आफ्नै हो क्या जे गरेर आफ्नै गर्ने अरूको चोरेर कति दिन पुग्दा र दादागिरी वाला रे सरकार
देउसी रे केटाहरूले तर केटाहरूले धेरै रमाइलो गरे केटा यतिको रमाइलो गरी चाहिँ हुनुपर्छ केटाहरू चाहिँ कसैले कसैले बर्दी लाछ कसैले भैलो बठा कसैले टिको चाहिँ लाएन है 10 टिको लाएर जमनसम्म गर्नुपर्ने कि तोरी रमाइलो हुन्थ्यो एउटा अगाडि मामाहरू छन् कस्तो खतरा हो अगाडि मामाहरू छन् उसले देउसी भट्टाइरहेछ मामाले कति पैसा दिन्छन् मामा तर यो कुरो सो है जहिले मामालाई पैसा हामीले दिनुपर्छ अहिले मामाले हामीलाई दिनु पर्यो नि त दसैँ तिहारमा देउसी रे देउसी रे देउसी रे देउसी रे देउसी मामा छिर्छु दिनु पर्यो कि दक्षिणा मामा दक्षिणा दिनु पर्यो भान्जा अब अरू घरि जान पर्छ त नि भान्जाको अलि माया साया छैन क्या मामाहरूलाई मामा है ट्रकमा कतिजना हुने यार ट्रो जेन चाहिँ आउँदैन गयो नि दसैँ आयो टासा खेलौँला वाला धाइछ क्या फेरि तर साथी म गएन म नि जान पर्ने भयो म नि यस्तो रमाइलो मादलवाला रे मादल बच्छ नाच चस्मा लानु बोलेछ चस्मा लाग्यो केटा ल भात पाकिसक्यो बे मलाई भोक लाग्यो म त भात खान जान्छु यार त्यहाँ त कहाँ मलाई लोकेसन भन्नु जार भात पाकिसक्यो भात खान जानुपर्छ हामी यत्रोजनाले कसरी भात पुग्छ कि भाँडा चोल्ने एहे दाइले केही नपाएर भाँडा चोल्यो बिचारा कति मन दुख्यो मेरो आऊ न मैले एउटा चम्मच दिन्छु चम्मच छ मेरो घर त्यही नि फुटेको चम्मच छ त्यही दिन्छु दिदी है त्यसै चोरी काम नगरौँ के रे कुर्सी चोरे एउटाले सिलिन्डर चोरे पहिले साउना नि त जल्लो लागेको सिलिन्डर नि छोडिने दिदीले बिचारा दिदी कति गरिब चाहिँ म भन्दा नि यार ओहो भगौडे हाम्रो दाइ उहाँलाई नचिनी कोही छैन होला नि त कहिले यार दायाँ बायाँ फर्केर फाक फाक गोली लाग्दैन आन्दोलनले चिना दाइलाई त्यस्तो सिचुएसनमा कसरी दायाँमा घुम कसरी दिमागमा आउला तर दाइले चाहिँ सही भनेको एकदम सही कसैलाई ट्रोल सोल गर्ने होइन कि ट्रोल गरे नि गर तर त्यस्तोले दायाँ उसले सिकायो नि त दायाँ भाग गोली लाग्यो अब गोली सिधै जाने हो नि त थोरै यसो घुमेर जान्छ र गोली भनेर सिधै जान्छ तेरो दायाँ गएपछि यताको गएर यता जान्छ गोली यताको गएर यता जान्छ भनेर दाइले सही भनेको एकदम सही नलेज छ अब के गर्ने कन्टेन्ट बेच्ने चाहिँ त्यही आइडिया हो दाइ ओहो चामल दे बासमती चामल रहेछ हामी यस्तो मोटो चामल खानु पर्छ यार ओहो ट्राफिक वाला फेरि अर्को ट्राफिक आयो के गरे सिधै तर ट्राफिक गरेर सजिलो रहेछ ट्राफिक पुलिस बन्न सजिलो रहेछ कि भनिहाल्नु चाहिँ एक दिनमा बन्यो अर्को दिनमा गायब भयो आफ्नो सोख त पुरा गरेर आफू ट्राफिक बन्ने भन्ने त भयो केटाहरूलाई डोजर चलाएर के भन्छ बुढाबेटा चलाएर तर यार सेफ्टी चाहिँ सेफ्टी हो टाउकोमासम्म हेलमेट लाग्ने सेफ्टी चाहिँ एकदम सेफ्टी हो कसैले हानि यताउति लाग्छ टाउकोमा नलाग्छ कि सिधै जाडोमा हुनुपर्ने ताप्नु कति रमाइलो हुन्छ तातो हुन्छ अब गरीमा कसरी ताप्ने कि बिचारा साथै त्यही भन्नु नभाग भन्छन् आफै भाग्छन् दायाँमा गएर भाग गोली लाग्दैन अनि अर्को पनि एउटा
आज म बोल्छु तिम्रो सुन्छौ आई एम टकिङ यु लिसनिङ लाग्दा अर्को छ नि त आउँछ होला नि त अर्को नि तर खैरहेको नि गरे धेरै मेरो भिडियो आएछ ल ठिक छ ल आजको भिडियो यति कस्तो लाग्छ कमेन्ट टाइपको भिडियो यो राम्रो जोस् राम्रो छ भिडियो ल अनि पछि सब्सक्राइब गर्नु भएन सब्सक्राइब गर्नुस् सब्सक्राइब चाहिँ गर्नुपर्छ किनकि साथ सपोर्ट चाहिन्छ मलाई अब अलिअलि क्यामेरा यताति भएछ क्यामेरा मिलाउने ठाउँ नि छैन कि यहाँ अब सो अरू त्यस्तै हो अब थ्याङ्क यू फर वाचिङ दिस भिडियो ल है टाटा मेरो फर्स्ट रियाक्सन भिडियो यो अब मैले यस्तो कि आज मैले फर्स्ट टाइम नयाँ नौलो केही गरौँ भनेर गरेको चस्मा लगाइसकेको धेरै गोरो देखिन्छ थाहा हो ल आज बाई टाटा सब्सक्राइब गर्नु होला अब अर्को भिडियो भेटौँ ल बाई टाटा ल टाटा